हेलो, नमस्ते फ्रेन्ड्स। बिजनेस एडमा तपाईँहरूको स्वागत छ। मेरो नाम साहिल। आज बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको परिच्छेद नम्बर 12 जसमा बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी सम्बन्धी व्यवस्थाको बारेमा हामीले चर्चा गर्नेछौँ। र इङ्ग्लिसमा भन्दा कम्पल्सरी लिक्विडेसन अफ बैंक एन्ड फाइनेन्सियल इन्स्टिट्युसन। र यो च्याप्टर एकदमै लामो छ। लामो भए पनि मैले एकदमै सर्टमा एकदमै सिम्पल वेमा यसलाई कभर गर्नेछु। यसमा हामीले बुझ्नेछौँ कि कसरी कुन कन्डिसनमा नेपाल राष्ट्र ब्याङ्कले बैंक तथा वित्तीय संस्थाहरूलाई बाध्यात्मक खारेजी सम्बन्धी आदेश दिन सक्छ र लिक्विडेटर के हो, लिक्विडेटरको जिम्मेवारीहरू के कस्तो छ, त्यो सबै जति पनि यस टपिकको भित्र रहेको छ त्यो सबैलाई हामीले कभर गर्नेछौँ। र यस्तै भिडियोहरूको लागि प्लिज यस च्यानललाई सब्सक्राइब गर्नुहोस् र हरेक भिडियोमा आफ्नो कमेन्ट दिनुहोस्। र तपाईँले यसको पीडीएफ चाहिएको छ भने डिस्क्रिप्सनमा टेलिग्रामको लिङ्क दिएको छ, त्यस लिङ्कमा गएर सब्सक्राइब गर्नुहोस्। यसको पीडीएफ त्यसै च्यानलमा अपलोड गरिनेछ। 2-4 दिनपछि यसको पीडीएफ अपलोड गरिनेछ। र आजको टपिक अब हामी स्टार्ट गरौँ। धारा 78-78 जसमा बैंक वा वित्तीय संस्थाको जबरजस्ती, जसलाई फर्मलमा बाध्यात्मक भनिन्छ, र रूपमा खारेज गर्न सक्ने अवस्था। राष्ट्र ब्याङ्कले निवेदन दिन सक्ने। यदि कुनै बैंक वा वित्तीय संस्थालाई खारेज गर्नुपर्ने अवस्था आएको छ भने राष्ट्र ब्याङ्कले अदालतमा निवेदन दिन सक्छ। अदालतमा नेपाल राष्ट्र ब्याङ्कलाई निवेदन दिनुपर्छ र यस्तो निवेदनको जानकारी राष्ट्र स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्छ। र निवेदन दिँदा के कस्ता पेपरहरू कलेक्ट गर्नुपर्छ र सबमिट गर्नुपर्छ, कहाँ त अदालतमा, किन खारेज गर्नुपर्ने हो भने कारणसहितको विवरण जो धारा 79 अनुसार रहेको छ, र उक्त बैंक वा वित्तीय संस्थाको वित्तीय विवरण जस्तै घाटा, पुँजी अवस्था आदि पनि पेश गर्नुपर्छ। त्यसपछि अन्य व्यक्तिहरूले पनि निवेदन दिन सक्छ। यस्तो छैन कि नेपाल राष्ट्र ब्याङ्कले मात्र निवेदन दिन सक्छ। अन्य व्यक्तिहरूले पनि निवेदन दिन सक्छ, तर त्यो कुन कन्डिसनमा दिन सक्छ भने जब निक्षेपकर्ता जसको पैसा ब्याङ्कमा छ उसले पैसा फिर्ता माग गर्दा 25% रकमभन्दा धेरै रकम नपाएको त्यस व्यक्तिले निवेदन दिन सक्छ, वा कम्तीमा 1% निक्षेपकर्ताहरूले मिलेर रूपमा निवेदन दिएको छ भने त्यस्तो अवस्थामा ब्याङ्कको खारेजी माग गर्न जुन निवेदन परेको छ त्यो स्वीकृति हुन्छ। त्यसपछि प्रचलित दामासाहीमा सम्बन्धी कानुन वा बमोजिम कानुन अनुसार खारेजी माग गर्न सक्ने अधिकार भएको व्यक्ति, कुनै पनि व्यक्ति वा संस्था छ जसले कानुनी अधिकार पाएको छ ब्याङ्कको खारेजी माग गर्न, त्यसले निवेदन दिन सक्छ। त्यसपछि खारेजी प्रक्रिया सुरु हुने मिति। अदालतले खारेजी प्रक्रिया सुरु गर्न आदेश दिएपछि सो मितिबाट उक्त बैंक वा वित्तीय संस्थाको खारेजी प्रक्रिया सुरु हुन्छ। त्यसपछि धारा 79 जसमा बाध्यात्मक खारेजी हुन सक्ने अवस्था, कुन कन्डिसनमा नेपाल राष्ट्र ब्याङ्कले खारेजी सम्बन्धी निवेदन दिन सक्छ। जब समयमै निक्षेपकर्तालाई पैसा फिर्ता गर्न नसकेको भए, ब्याङ्कले पुँजी ऋणात्मक नेगेटिभमा गएको छ, त्यसपछि निरीक्षण जाँच प्रतिवेदनमा समस्या देखिएको छ, राष्ट्र ब्याङ्कले खारेजीको सिफारिस गरेमा, त्यसपछि प्रमुख शेयरधनी वा अफिसरहरूकै कारण ग्राहक तथा वित्तीय प्रणालीले बारम्बार हानि पुगेको छ, राष्ट्र ब्याङ्कको निर्देशन वा नियमहरूको बारम्बार उल्लङ्घन गरिएको छ, त्यसपछि राष्ट्र ब्याङ्कले तोकेको अन्य गम्भीर अवस्था देखिएमा यस्तो कन्डिसनहरूमा ब्याङ्कको खारेजीको लागि निवेदन दिन सकिन्छ। त्यसपछि धारा 80 जसमा कारोबार रोक्ने। के कस्ता कारोबार रोक्ने त जब राष्ट्र ब्याङ्कले अदालतमा खारेजीको निवेदन दिन्छ त्यसको साथमा बैंक वा वित्तीय संस्थाको सबै कारोबार जस्तै पैसा जम्मा, झिक्ने, ऋण दिने आदि रोक्ने आदेश दिन्छ। र यस्तो आदेश दिँदा राष्ट्र ब्याङ्कले त्यस संस्थाको इजाजत पत्र पनि रद्द गर्न सक्छ। त्यसपछि धारा 81 जसमा लिक्विडेटरको नियुक्ति, लिक्विडेटर एपोइन्टमेन्ट। लिक्विडेटर भनेको के हो? अब अदालतले जब आदेश दिइसकेपछि त्यसको खारेजी सम्बन्धी, त्यसपछि लिक्विडेटरको नियुक्ति हुन्छ जसले ब्याङ्कको जति पनि कन्ट्र्याक्टहरू छ त्यो सबै रद्द गर्ने काम, जति पनि डिपोजिटर्सहरू, क्लाइन्टहरू छ तिनीहरूको रकम फिर्ता गर्ने काम, त्यो ब्याङ्कलाई बन्द गर्नका लागि लिक्विडेसनका लागि जो व्यक्ति चुनिएको हुन्छ त्यसैलाई लिक्विडेटर भनिन्छ। अब हेरौँ कि लिक्विडेटरको नियुक्ति कसरी हुन्छ। अदालतले कुनै बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी लैजाने काम कारबाही प्रारम्भ गर्न राष्ट्र ब्याङ्कलाई लिक्विडेटरको नियुक्तिका लागि सिफारिस गर्न आदेश दिन्छ, र राष्ट्र ब्याङ्कले के गर्छ त्यसपछि 15 दिनभित्र कम्तीमा 3 जना व्यक्तिहरूको नाम अदालतलाई सिफारिस गर्नुपर्छ। ती व्यक्तिहरूले दामासाही व्यवसायको इजाजत पत्र, तिनीहरूसँग लाइसेन्स हुनुपर्छ,
कानुनी लाइसेन्स हुनुपर्छ र ब्याङ्क वा वित्तीय संस्थाको अनुभव भएका हुनुपर्छ। त्यसपछि अदालतले सिफारिस गरिएको त्यो 3 जना मध्ये कसैलाई पनि लिक्विडेटर नियुक्त गर्न सक्छ। राष्ट्र ब्याङ्कलाई पहिला आदेश दिन्छ र राष्ट्र ब्याङ्कले 15 दिनभित्र 3 जनाको नाम 3 जनाको नाम पेश गर्छ र 3 जना मध्ये अदालतले एउटालाई चुन्छ। अब लिक्विडेटर नियुक्त भइसकेपछि के कस्तो हुन्छ त लिक्विडेटर नियुक्त भएपछि ब्याङ्कको सञ्चालक समिति स्वयं विघटन भङ्ग हुन्छ। सञ्चालक समिति जुन हुन्छ त्यो भङ्ग हुन्छ। त्यसपछि यदि लिक्विडेटरले अनुमति नदिएसम्म ब्याङ्कले नियुक्त गरेका कर्मचारी तथा अफिसरहरूको काम पनि अन्त्य भएको मानिन्छ। र लिक्विडेटरले राजीनामा दिएमा, मरेमा वा काम गर्न नसक्ने अवस्था भएमा राष्ट्रिय ब्याङ्कले अर्को लिक्विडेटरको सिफारिस गरी अदालतमा नियुक्त गर्न सक्छ। लिक्विडेटरको पारिश्रमिक सेवा सुविधा अदालतले राष्ट्रिय ब्याङ्कको सिफारिस अनुसार तोक्नेछ। त्यसपछि धारा 82 जसमा लिक्विडेटरको काम कर्तव्य अधिकार के कस्तो काम कर्तव्य अधिकार छ। सबैभन्दा पहिला त लिक्विडेटरका कामहरू के कस्तो छ। 15 दिनभित्र सूचना दिनु, शेयर धनीहरू र सरोकारवालाहरूलाई जानकारी दिनु, राष्ट्र स्तरको नेपाली र अङ्ग्रेजी पत्रिकामा सूचना प्रकाशन गर्नु, खारेज भएको सम्बन्धी सबैलाई जानकारी दिनु। त्यसपछि 15 दिनभित्र जानकारी पठाउने, खारेजी आदेशको प्रमाण कम्पनीको रजिस्ट्रार कार्यालय र निक्षेप सुरक्षा संस्थालाई पठाउनुपर्छ। त्यसपछि कार्यालयहरूमा सूचना राख्ने, ब्याङ्कको मुख्य कार्यालय र शाखाहरूमा आदेशलाई के गर्नुपर्छ, टाँस्नुपर्छ। त्यसपछि 4 हप्ता सूचना प्रकाशन गर्ने, हरेक हप्ता राष्ट्रिय टिभी र रेडियोमा सूचना प्रकाशन गराउनुपर्छ र राष्ट्र ब्याङ्कले भनेअनुसार अन्य काम कारबाहीहरू गर्ने। कम्पनी रजिस्ट्रारले सूचना पाएपछि रजिस्ट्रारको कार्यालयले खारेजी प्रक्रिया सुरु भएको भनेर दर्ता किताबमा उल्लेख गर्नुपर्छ। त्यसपछि लिक्विडेटरका थप जिम्मेवारीहरू के कस्तो छ। लिक्विडेटरका थप जिम्मेवारीहरूमा ब्याङ्क वा वित्तीय संस्थाको खाता सम्पत्ति कागजातहरूको जिम्मा लिने। अब हेर्नुहोस् हुन्छ के त लिक्विडेसनमा धेरै समय लाग्छ। 6 महिना 7 महिना 1 वर्ष पनि लाग्न सक्छ। अब यस्तो कन्डिसनमा ब्याङ्कलाई अचानकै बन्द त गर्न मिल्दैन, किनभने डिपोजिटर्सहरू पनि हुन्छन्, क्लाइन्ट्सहरू हुन्छन्, सबैको पैसा फसेको हुन्छ र तिनीहरूको पैसा फिर्ता गर्नलाई वा कन्ट्र्याक्टहरूलाई रद्द गर्नका लागि समय लाग्छ र यो सबैको जिम्मेवारी कसको हुन्छ, लिक्विडेटरको। अब यस्तो अवस्थामा लिक्विडेटरले के कस्तो जिम्मेवारीहरू लिनुपर्छ, त्यो ब्याङ्कको सबै खाता सम्पत्ति कागजातहरूको जिम्मा लिने, आवश्यक भए दैनिक कामकाज पनि चलाउने, ब्याङ्कको तर्फबाट सबै कानुनी काम गर्ने, काम गर्न कर्मचारी वा विज्ञ नियुक्त गर्ने, आवश्यक खर्च गर्ने र व्यवस्थापन गर्ने, निक्षेप सुरक्षा संस्थासँग मिलेर काम गर्ने, शेयरधनी र सञ्चालकहरूको अधिकारलाई प्रयोग गर्ने, तिनीहरूको जुन अधिकार हुन्छ त्यसलाई प्रयोग गर्ने। त्यसपछि ब्याङ्कको आर्थिक स्थिति मूल्याङ्कन गर्ने, राष्ट्र ब्याङ्कको स्वीकृति ब्याङ्कको सम्पत्ति अर्को संस्थामा गाभ्न सक्ने, मर्ज गर्न सकिन्छ। त्यसपछि ऋण लिन, सम्पत्ति राख्न सक्ने, सम्पत्ति बेच्न वा करार अन्त्य गर्ने, यदि फाइदा भइरहेको छ भने त्यसलाई बेच्न पनि सकिन्छ र करारलाई पनि बेच्न सकिन्छ। त्यसपछि आवश्यक परे व्यावसायिक सहयोग लिने र ब्याङ्कका ऋणी वा साहुसँग छलफल र मिलापत्र गर्ने, सम्पत्ति सुरक्षित राख्ने र बेच्ने र बाँडफाँड गर्ने। त्यसपछि कसैले धोका ठगी गरेमा कानुनी कारबाही पनि गर्ने। त्यसपछि अवैध रूपमा प्रयोग भएका सम्पत्ति फिर्ता ल्याउने, हरेक 3 महिनाभित्र प्रतिवेदन बनाउने र राष्ट्र ब्याङ्क तथा अदालतमा पेश गर्ने। त्यसपछि खारेजीसँग सम्बन्धित सबै अन्य कारोबारहरू गर्ने र काम गर्न अवरोध आएमा लिक्विडेटरको अदालतमा निवेदन दिन सक्छ। यदि कसैले काम गर्न अवरोध गर्दैछ भने त्यस्तो अवस्थामा निवेदन दिन सक्छ अदालतमा र अदालतको अधिकार यदि आवश्यक देखिएको भने अदालतले उपयुक्त आदेश दिन सक्छ। त्यसपछि खारेजी सम्बन्धी आदेशको प्रभाव, खारेजीको आदेश दिइसकेपछि त्यो प्रभावलाई कम गर्नका लागि के कस्तो कुराहरू गर्नुपर्छ भने ब्याङ्क वा वित्तीय संस्थाको पुरानो कुनै हद म्याद सकिएको भए पनि त्यसलाई 6 महिनासम्म थप गरिन्छ। केही विशेष अवस्था बाहेक ब्याङ्कको सम्पत्ति वा धितो श्वेत फुकुवा हुनेछ। अब निक्षेप लिने र कर्जा दिने काम बन्द हुनेछ। अदालतमा चलिरहेका मुद्दाहरू रोकिनेछ र नयाँ मुद्दा हाल्न पाइँदैन, तर केही विशेष कन्डिसनमा पाइन्छ। त्यसपछि ब्याङ्कको दायित्वमा नयाँ ब्याज वा शुल्क लाग्दैन र शेयर बेचबिखन धितो राख्ने नामसारी गर्न मिल्दैन, तर राष्ट्र ब्याङ्कको अनुमति लिएर गर्न सकिन्छ।
र दोस्रो नम्बरमा यदि खारेजीको आदेश हुनु 6 महिनाभन्दा अगाडि पछाडि गरिएको छ भने कुनै काम निक्षेपकर्ता वा साहुकारलाई नोक्सानी हुने देखिएमा साहु र निक्षेपकर्ता र साहुलाई नोक्सानी भएको देखिएमा लिक्विडेटरले अदालतमा निवेदन दिन सक्छ र राष्ट्र ब्याङ्कलाई जानकारी गराउनुपर्छ। र कस्ता कामहरू रद्द गरिन्छ भने कसैलाई उपहार दिने काम, त्यसपछि निक्षेपकर्तालाई नोक्सानी दिने कार्य, कर्जा चुक्ता गर्नु अगाडि कर्जा तिर्ने या धितो फुक्वा गर्ने, सामान्यभन्दा बढी जिम्मेवारी दिने किसिमको करार, नियमित विपरीत सम्झौता, त्यसपछि नियम विपरीत सम्झौता, त्यसपछि असामान्य रूपमा रोजगारी दिने सम्झौताहरू पनि यो सबै कार्यलाई रद्द गरिन्छ। र रद्द हुने कारोबार खारेजी अगाडि वा पछाडि 6 महिनाभित्र भएका विशेष अधिकार सहितको कारोबारहरू, 1 वर्षभित्र भएका सम्बन्ध व्यक्तिहरूको कारोबार र त्यसपछि कम मूल्यमा गरिएका कारोबार जसले ब्याङ्कलाई नोक्सानी पुर्याएको छ र 2 वर्षभित्र साझपूर्ण कारोबारहरू। यो खारेजीको 6 महिनापछिसम्मको जति पनि कारोबार त्यो अबभन्दा अगाडि भएको छ त्यसपछि यस्ता कारोबारहरू पनि रद्द गरिनेछ। कारोबारहरू रद्द गराउनका लागि अदालतमा निवेदन दिनुपर्छ र अदालतले आदेश दिन सक्छ पैसा फिर्ता गराउने, सम्पत्ति फिर्ता गराउने, कर्जा जमानत रद्द गर्ने, सम्झौता बदल गर्ने, आवश्यक अन्य आदेश दिए। यदि कुनै सञ्चालक कर्मचारी वा अरू कसैले यस्तो हानि गरेको छ भने त्यस्तो व्यक्तिगत जिम्मेवारी हुन्छ। यसमा तपाईँको मेन इम्पोर्टेन्ट जुन छ त्यो कुन कन्डिसनमा नेपाल राष्ट्र ब्याङ्कले त्यो खारेजी सम्बन्धी निवेदन दिन सक्छ र त्यसपछि लिक्विडेटरको काम कर्तव्य अधिकारहरू सोध्न सकिन्छ। त्यसपछि अब हेरौँ 84 मा सम्पत्ति तथा दायित्वको लागत। लिक्विडेटरले बाध्यात्मक रूपमा बन्द भएको ब्याङ्क वा वित्तीय संस्थाको सम्पत्ति, लायबिलिटिज र पोसिबल लायबिलिटिजहरूको सूची तुरन्तै तयार गर्नुपर्नेछ र 1 प्रति राष्ट्र ब्याङ्कमा बुझाउनुपर्छ, 1 प्रति ब्याङ्क वित्तीय संस्थामा राख्नुपर्छ। यस सूचीमा तलका विवरणहरू समावेश हुनुपर्छ: निक्षेप र साहुप्रतिको ब्याङ्कको जिम्मेवारी, सम्पूर्ण सम्पत्ति र सबै प्रकारका दायित्वहरूको विवरण, सेवा लिने सम्झौता, खारेजी हुनुभन्दा 6 महिना अगाडिको सेवा लिने सम्झौताहरू, त्यसपछि खारेजीको आदेश भएको समयमा गरिएका मुख्य कारोबार। र यो लागत हरेक 3 महिनामा के गर्नुपर्छ? अपडेट गर्नुपर्छ। यो जति पनि विवरण छ 3 महिनामा अपडेट गर्नुपर्छ। साहुहरूलाई हेर्न चाहेको बेला उपलब्ध गराउनुपर्छ। यो जति पनि छ इन्फर्मेसन साहुले जहिले चाह्यो त्यही टाइममा त्यो उपलब्ध गराउनुपर्छ। त्यसपछि 25 नम्बर 85 मा कारोबार अन्त्य गर्न सक्ने पावर टु टर्मिनेट कन्ट्र्याक्ट। अदालतले खारेजको आदेश दिएको 6 महिनाभित्र लिक्विडेटरले तलका कारोबारहरूको अन्त्य गर्न सक्छ: रोजगार सम्बन्धी करारहरू, सेवा लिने सम्झौताहरू, संरक्षण ट्रस्टीको रूपमा गरिएका सम्झौताहरू, आवश्यक अनुसार शाखा वा मुख्य कार्यालयका नियमित कामहरू र ब्याङ्कले कुनै सीमा बिना लिएका दायित्वहरू, राष्ट्र ब्याङ्कले तोकिएको अन्य कारोबारहरू। र यी कारोबारहरूको अन्त्य गरेपछि अन्त्य हुने दिनसम्मको तलब, सेवा शुल्क आदि तिर्नुपर्ने हुन्छ, तर त्यसभन्दा बढी क्षतिपूर्ति माग्न पाइँदैन। त्यसपछि दाबी पेश गर्ने सूचना। अब लिक्विडेटरले सबैलाई इन्फर्म गर्नुपर्छ कि ब्याङ्क खारेज हुने अवस्थामा छ, जसको जति रुपियाँ बाँकी छ त्यो आफ्नो क्लेम गरेर तिनीहरूले आफ्नो पैसा फिर्ता लिन सक्छन्। र यसको लागि के गर्नुपर्छ त राष्ट्रिय स्तरको नेपाली र अङ्ग्रेजी दैनिक पत्रिकामा सूचना प्रकाशित गर्नुपर्छ र ब्याङ्कको मुख्य कार्यालय तथा सबै शाखामा सूचना टाँस्नुपर्छ। र सूचना आएको मितिबाट 1 महिनाभित्र दाबी गर्नुपर्ने व्यक्ति, संस्था आफूले पाउनुपर्ने रकम र बुझ्ने तरिकाहरू दर्ता गराउनुपर्छ। अब यो दाबीहरूको लिक्विडेटरले दाबी स्वीकार गर्ने कि अस्वीकार गर्ने, यसको लागि के कस्तो कन्डिसनहरू रहेको छ? जब कसैले दाबी गर्छ दफा 86 अनुसार लिक्विडेटरले 90 दिनभित्र त्यसको जाँचबुझ गर्नुपर्छ कि दाबी सही हो कि गलत। त्यसपछि प्रमाण हेरेर पूर्ण आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्न सक्छ। दाबी गर्ने व्यक्तिहरूलाई जानकारी दिनुपर्छ, सार्वजनिक सूचना पनि प्रकाशित गर्नुपर्छ। यदि दाबी आंशिक रूपमा मात्र स्वीकार भएको छ, पुरै दाबी स्वीकार भएको छैन भने त्यस्तो अवस्थामा दाबी गर्ने व्यक्तिले 15 दिनभित्र थप प्रमाणसहित दाबी पेश गर्न सक्छ। फेरि आएको दाबी हेरेर लिक्विडेटरले पुरानो निर्णयलाई सुधार संशोधन गर्न सक्छ र आंशिक पूर्ण रूपमा
त्यसको संशोधन गर्न सक्छ वा निर्णय लिन सक्छ। यदि लिक्विडेटरले निर्णयबाट चित्त नबुझेमा त्यसपछि दाबी गर्ने व्यक्तिले 21 दिनभित्र अदालत पूर्णावेदन अपिल गर्न सक्छ। सबैभन्दा पहिला त अब फर्स्टमा एपिल गर्ने, यदि त्यो टेम्पोरेरीली वा त्यसको दाबी रद्द गरिएको छ 15 दिनभित्र थप प्रमाणसहित पेश गर्ने। त्यसपछि लिक्विडेटरले केही निर्णय लिएछ त्यसलाई सुधार गरेर त्यसपछि जुन पनि डिसिजन लियो भने त्यस्तो अवस्थामा त्यो दाबी गर्ने व्यक्तिलाई चित्त नबुझेमा त्यसले 21 दिनभित्र अदालतमा पुनरावेदन गर्न सक्छ। त्यसपछि 88 दाबीको वर्गीकरण। के कस्ता दाबीहरू छ तिनीहरूलाई कसरी वर्गीकरण गर्ने? त लिक्विडेटरको सबै दाबीहरूलाई पूर्ण रूपमा स्वीकृति, आंशिक रूपमा स्वीकृति र अस्वीकृत भएर छुट्याउने। ओके, फुल्ली एक्सेप्टेड, पार्शियली एक्सेप्टेड र रिजेक्टेड। त्यसपछि आंशिक रूपमा स्वीकृति दाबीलाई 2 भागमा छुट्याउने। स्वीकृत भएका स्वीकृत सूचीमा, अस्वीकृत भएका अस्वीकृत सूचीमा। दाबीको सूचीमा के राख्ने? त दाबीकर्ताको नाम, ठेगाना, रकम, मिति, धितो, सुरक्षा छ कि छैन, पैसा कहाँ बुझाउने भनेको ठेगाना। त्यसपछि विवाद भएको दाबीहरूलाई विवादित दाबीको सूचीमा राख्ने। स्वीकृत दाबीलाई प्राथमिकता अनुसार वर्गीकृत गर्नुपर्छ र सुरक्षित साहुहरूको सिक्योर्ड क्रेडिटर्स दाबी छुट्टै राख्नुपर्छ र स्वीकृत दाबीको भुक्तानीको प्राथमिकता अनुसार सूची बनाउनुपर्छ। कसको सबैभन्दा पहिला दिनु छ त्यसको सूची बनाउनु पर्ने हुन्छ। त्यसपछि साहुहरूको सभा। बाध्यात्मक खारिजी परेका बैंक वा वित्तीय संस्थाहरूको साहुहरूले आपसी छलफल र सहमति गरेर सभा गर्न सक्नेछ। राष्ट्र बैंकले तोकेको नियमअनुसार लिक्विडेटरले साहु ऋणीहरूको वार्ता गरी सहमति कायम गर्न सक्छन्। त्यसपछि खारेजी योजना, लिक्विडेशन प्लान। दाबीको वर्गीकरण सकिएपछि 30 दिनभित्र लिक्विडेटरले खारेजी योजना बनाउनुपर्छ र त्यो योजना अदालतमा पेश गर्नुपर्छ र राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ। र खारेजी योजनामा समावेश हुने विवरणहरू के कस्तो विवरणहरू समावेश हुन्छ त बैंक वित्तीय संस्थाको सम्पत्ति र दायित्वहरूको जानकारी, विगत र अनुमानित आयव्यय, कारोबार जारी राख्ने बन्द गर्ने निर्णय, अदालतको आदेश, कसले गरेका गैर कानुनी कामका कारण क्षतिपूर्ति माग गरिएको विवरणहरू, दाबी वर्गीकरण र भुक्तानी प्राथमिकता, सम्पत्ति बेच्ने र नगदमा रूपान्तरण गर्ने योजना, 90 दिनभित्र तिर्नुपर्ने सम्भावित रकमको तालिका, खारेजको खर्च। त्यसपछि राष्ट्र बैंकले मागेको अन्य विवरण यो खारेजी योजनाको विवरणहरूमा पेश गर्नुपर्छ। त्यसपछि यो योजना 3 महिनामा अधावधिक अपडेट गर्नुपर्छ। अदालतले योजना स्वीकृति गरेपछि साहुहरूले योजना हेर्न पाउने व्यवस्था मिलाउनुपर्छ र बाध्यात्मक खारेजीमा परेको बैंक वा वित्तीय संस्था फेरि पुँजी हालेर चलाउने अनुमति छैन। निक्षेपकर्ताहरूलाई तत्काल पेशकी एडभान्स दिन सकिन्छ। बैंक वा वित्तीय संस्था बाध्यात्मक खारेजी परेपछि लिक्विडेटरले निक्षेपकर्तालाई प्रति खातामा बढी 1 लाख रुपियाँसम्म पेशकी एडभान्स दिन सक्छ। यो पेशकी पछि वितरण हुने रकम हिसाबबाट मिलाइनेछ। पेशकी दिँदा दफा 94 अनुसार भुक्तानीको समय समायोजना एडजस्टमेन्ट गर्नुपर्छ। त्यसपछि 92 सम्पत्ति बिक्री गर्ने अधिकार। लिक्विडेटरले राष्ट्र बैंकको निर्देशनअनुसार बैंक संस्थाको बिक्री सम्पत्ति यसरी बिक्री गर्न सक्नेछ। बजारमा सजिलै बिक्री हुने वस्तुहरू, धितोपत्र जस्तै कि सिक्योरिटिज धितोपत्रहरू भए, विदेशी मुद्राहरू, यो सजिलै फाइनेन्शियल मार्केटमा बिक्री हुन्छ र सिधा गएर फाइनेन्शियल मार्केटमा बेच्ने। त्यसपछि साहुहरूको धितोमा राखेका यस्ता सम्पत्ति जुन सजिलै बिक्री हुन्छन्, साहु स्वयंले बेच्न सक्नेछ। यदि सम्पत्ति लिलाम गर्दा उचित मूल्य नपाइने देखिएमा अन्य तरिकाले बेच्न सक्नेछ, जस्तै वार्ता मार्फत सीधा बिक्री यस्ता। त्यसपछि राष्ट्र बैंकले तोकेको अन्य विधि अनुसार पनि सम्पत्ति बिक्री गर्न सक्नेछ। दाबी फर्चियोटको व्यवस्थित सूचना। लिक्विडेटरले खारेजी योजना अनुसार दाबीको प्रकार, रकम, प्राथमिकता, खुलाइ, सार्वजनिक सूचना दिनु पर्नेछ। त्यसपछि भुक्तानीको प्राथमिकता। खारेजीमा परेको बैंक वा वित्तीय संस्थाले तलको क्रम अनुसार आफ्ना दायित्व, कर्जा भुक्तानीहरू चुकाउनु पर्नेछ। खारेजी प्रक्रियामा लागेको खर्च, बिमा गरिएका 1 लाख भित्र, त्यसपछि बाँकी निक्षेप र कर्मचारीको तलब भत्ता र अन्य भुक्तानी, सरकार, स्थानीय निकायको राष्ट्र बैंकलाई तिर्नुपर्ने रकम, अन्य बैंक वा वित्तीय संस्थालाई तिर्नुपर्ने रकम, अन्य साहुहरू वा अन्य दाबीकर्ताहरूको भुक्तानी, अन्त्यमा शेयर धनीहरूको दाबी। कसरी चाहिँ भुक्तानीको प्राथमिकता कसलाई दिनुपर्छ र कसलाई अन्तिममा दिनुपर्ने हुन्छ त्यसको बारेमा छ यो। त्यसपछि थप प्रावधानहरू।
साहुहरूले आफ्नो दाबी अनुसार सम्पत्ति लिन चाहेमा राष्ट्र ब्याङ्कले मूल्य तोकेको अनुसार लिक्विडेटरहरूले सम्पत्ति दिन सक्नेछ। त्यसपछि कुनै साहुले धितो राखेको सम्पत्ति त्यो साहुको कर्जा चुक्ता गर्न मात्र प्रयोग गरिनेछ। त्यसपछि नबुझेको रकम तोकिएको समयभित्र कोही दाबी लिन नआएमा त्यस्तो अवस्थामा राष्ट्र ब्याङ्कको निर्देशनअनुसार त्यो रकम वस्तु लिक्विडेटरको जिम्मामा राखिनेछ। खारेजीको अन्तिम निर्णय लिक्विडेटरले सबै काम सकिएपछि अदालतमा निवेदन दिनुपर्छ। अदालत छानबिन गरी खारेजीको निर्णय गर्न सक्छ। अदालतले निर्णय राष्ट्रिय पत्रिकामा प्रकाशित गर्नुपर्छ। त्यसपछि लिक्विडेटरले कम्पनी रजिस्ट्रारलाई आफ्नो नाम हटाउन अनुरोध गर्छ। त्यो कम्पनीको जुन ब्याङ्क खारेज भएको छ त्यसको डिसलिस्टिङ गर्नको लागि आदेश निवेदन दिन्छ। त्यसपछि रजिस्ट्रारले नेपाल राज्य पत्रिकामा त्यसलाई सूचना प्रकाशन गर्नुपर्ने हुन्छ। खारेजीको प्रक्रिया अन्त हुन्छ। संस्थाको कानुनी रूपमा विघटित भएको मानिन्छ, तर विघटन भएपछि संस्थासँग सम्बन्धित व्यक्तिहरूको कानुनी दायित्व कायम रहनेछ। त्यसपछि विदेशी शाखा भएको ब्याङ्क। यदि कुनै ब्याङ्क वा वित्तीय संस्था विदेशी पनि कारोबार गर्छ भने त्यसको खारेजी प्रक्रिया राष्ट्र ब्याङ्कले अन्तर्राष्ट्रिय प्रचलन नियमअनुसार गर्नेछ। यदि विदेशमा शाखा भएको छ ब्याङ्क र त्यो ब्याङ्क बन्द हुने अवस्थामा छ भने त्यसको विदेशी नियमअनुसार त्यो शाखालाई पनि बन्द गरिनेछ। त्यसपछि तर सहायक कम्पनीहरूको खारेजी भने नेपालको कानुनअनुसार हुनेछ। त्यसको सहायक कम्पनीहरू छन्, जस्तै कि कुनै ब्याङ्कको लघु वित्त संस्था छ, म्युचुअल फन्डहरू छ, ट्रस्ट छ, त्यसपछि मर्चेन्ट ब्याङ्कहरू छन् भने त्यसलाई विघटन त्यसलाई खारेज गर्ने जुन नियम हुन्छ त्यो नेपालको कानुनअनुसार हुन्छ। र समयमै दाबी नपरेको, दाबी नलाग्ने, तोकेको समयभित्र दाबी नगरेमा त्यस्तो व्यक्तिको पछि दाबी गर्न पाउने छैन। तर खातामा रकम रहेको निक्षेपकर्तालाई भने असर पर्दैन। अब खातामा रकम निक्षेपकर्ताको रकम छ भने यदि कुनै कसैको बाँकी छ रुपियाँ भने त्यसले एकदमै टाइममा दाबी नगर्दा त्यस्तो अवस्थामा त्यसले पाउँदैन। तर निक्षेपकर्ताहरूको रकम छ भने कसैले जम्मा गराएको छ भने उसलाई जानकारी पाएन, त्यसले जहिले आउँछ भने त्यसलाई नेपाल राष्ट्र ब्याङ्कले त्यसलाई त्यो रकम प्रोभाइड गर्नेछ। र यही थियो आजको टपिक। पुरै एकदमै विस्तार, जति पनि धेरै लामो टपिक थियो त्यसलाई मैले एकदमै सर्टमा प्रेजेन्ट गरेँ। यो तपाईँलाई भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोस्। र यस्तै म अब नेक्स्ट भिडियो छिटै लिएर आउनेछु। र आजको लागि यति नै, धन्यवाद।